र यो टुक्राउनको निम्ति हामीलाई अब जोड्ने केले त हामीलाई जोड्न केले सक्छ भनेर मेरो जुन कोसिस रह्यो त्यो कोसिस जब म खोज्दै 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 गएर म कहाँ गएर टुङ्गेँ भने म पृथ्वीनारायण शाहमा गएर टुङ्गेँ किनभने उहाँले जुन 300 वर्ष अगाडि जुन सोच्नु भएको थियो त्यो कुनै पनि राजाले सोच्न सक्थ्यो त्यति बेला नेपालमा पृथ्वीनारायण शाह भन्दा अर्को 50 जना ठुला राजाहरू थिए त्यसपछि उत्तर र दक्षिणमा उत्तिकै शक्तिशाली बादशाहहरू थिए तर उनीहरूकै आँखा अगाडि उनीहरूकै नै शौर्य सत्ता सबै हुँदा हुँदै उनले जुन चाहिँ साहस अदम्य साहस देखाएर चाहिँ जुन एकीकरण सुरु गरे त्यही अदम्य साहस भावनात्मक साहस अहिले नेपालीलाई चाहिएको छ हामी किन एक हुने त फेरि टुक्रियौँ हामी टुक्रिएका छौँ अहिले हामी यतिवटा तबकामा जुन विभाजित भएका छौँ यसलाई जोड्नको निम्ति हामीसँग के छ त सूत्र भनेर मेरो जुन खोजीको कोसिस थियो र यी नयाँ आउनेहरूकोले नयाँ 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 भन्दाखेरि नयाँ हो तर इतिहास के हो त हामीले इतिहास नै को जरा नभइकन हाँगा बन्न खोजेर भएन र हाम्रो इतिहास नेपालको आधुनिक इतिहासको जग कहाँ छ त पहिले भनेर जग हेर्दै जाँदाखेरि जग पृथ्वीनारायण शाहबाट सुरु हुन्छ